यो भ्लग चाहिँ दिल्ली पुगेको साँझको हो। दिनभरि हामी घुम्छौँ, सामान किन्न जान्छौँ अनि त्यस पछाडि चाहिँ हामी यो मेट्रोबाट तल झर्छौँ। रामकृष्ण आश्रमबाट चाहिँ ठ्याक्क साँझको टाइममा चाहिँ दाइको ठेला लाग्दो रहेछ, नेपाली दाइको ठेला। एकदमै मिठो पाउँदो रहेछ यहाँ चाहिँ खानेकुराहरू। मैले लोकेसन पनि राखिदिएको छु हजुरहरूलाई। यता साइडमा चाहिँ पानीपुरी राखेको थियो, मैले खट्टा बनाइदिनु भनेको त्यो पनि गुलियो भयो। अनि दहीबडा खान लागेको थियो, दहीबडा पनि गुलियो। ओएमजी, मैले त खानै सकिनँ क्या। अनि त्यस पछाडि हामी चाहिँ नेपाली दाइकोमा ट्राई गर्न लागेको थियो। यति मिठो मिठो थियो नि, मैले सबै भिडियो चाहिँ बनाएन। भिडियो चाहिँ होटलमा गइसकेपछि बनाउँछु भनेको, तर त्यो चाहिँ त्यस्तै नै भयो क्या, बनाउनै भुलिहालेछु। सो यही नै इन्जोय गर्नु ल। हजुर नेपाली हो नि? हाम्रो नेपाली दाइकोमा आउनु होला, मजाले खानु होला। पहाडगञ्जमा छ, पहाडगञ्ज रामकृष्ण आश्रम। ल दाइले के बनाउनुहुन्छ? हामी भेज रोल, पनीर रोल, कुरकुरे मोमो, चिली पटाटो, चाउमिन, हेर्दै कस्तो खम मिठो मिठो जस्तो छ। मन्चुरियन कम्बो, पनीर फ्राइड राइस, भेज फ्राइड राइस। हाम्रो नेपाली दाइकोमा खानेकुराको भेराइटिज एकदमै धेरै अनि प्लस मिठो पनि। अनि थाहा छ हजुरहरूलाई, मैले चाहिँ मेरो लाइफमै मेरो काकाको छोरी, ठुलो कान्छो काकाको छोरीलाई चाहिँ फर्स्ट टाइम देखेको अनि फर्स्ट टाइम हामी भेटेको है। ऊ चाहिँ दिल्लीमै डाइटिसियन पढ्दै थियो अनि हामीले चाहिँ भेट गर्ने भनेर सोच्यौँ कि। अनि त्यस पछाडि मैले मेसेज गर्न भुलेछु, उसले चाहिँ मेसेज गर्यो, दिदी हजुर कता होइसिन्छ? मैले भने होटलमा छु। अनि उसले भन्यो मेरोमा आएर बस्नु भन्दै थियो, तर हामी काम गर्नु गएको मान्छेहरू अनि यस्तो गाह्रो हुन्छ भनेर चाहिँ हामी बसिनौँ। अनि त्यस पछाडि उसले चाहिँ एकदम एक्साइटेड भएर नाइ दिदी त्यसो म होटलमै आउँछु भनेर ऊ चाहिँ आयो है। अनि रातिको 9 बजिरहेको थियो, आउँदा आउँदा 9:30 बज्यो। अनि हामीहरू फेरि होटलबाट बाहिर निक्ल्यौँ, घुम्न निक्ल्यौँ। अनि यस्तै ये मेरा क्यूट सा सिस्टर है, आज ही हमारा भेंट हुआ है। ये बहुत क्यूट है, बहुत क्यूट ही। कति दामी छ है, कस्तो राम्रो देखेको। ऊ त्यहाँबाट गएर आउन, उताबाट कस्तो राम्रो देखियो। नाइस। यदि कसैलाई चाहिन्छ भने हजुरले सम्पर्क गर्न सक्नुहुनेछ। जलजीरा बहुत अच्छे से पता नहीं बीच में चली जाएगी, बट अभी आ रही है। कस्तो छ? लसुन होला है, लसुन इमली वाला दे दो बहन को। लसुन बनायो, लसुन बनायो। ये लसुन हो हिङ। हिङ मन पर्दैन। ज्वाइँले चाहिँ हिङ वाला खाँदै होइसिन्छ। पुदिना पनि मन पर्यो, लसुन